नमस्कार साथीहरु, यति बेला शिवघाटमा छु र चितवनको अवस्था यति चाहिँ मार्मिक भइसकेको छ, यति दुःखद भइसकेको छ र यसलाई चाहिँ हस्पिटल हब भनिन्छ। चितवन जिल्ला भरतपुर त अझै हस्पिटलको केन्द्र हो र अस्पतालको यति धेरै केन्द्र जहाँ विभिन्न किसिमका निजी अस्पतालहरू छन्। तर यस्तो अवस्थामा चाहिँ यी निजी अस्पताल जसले दिनौं जनतालाई लुट्छन् आज कहाँ लुकेर बसेका छन्। यति धेरै लास भइसकेको छ, यहाँ थुप्रै छ। हामी आफै चाहिँ त्यहाँ लास सङ्कलन सब सङ्कलन केन्द्र बनाइरहेका छौँ जहाँ सब ल्याएर राख्ने कुरा गरिएको छ। त्यहाँ निरन्तर जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गोताखोरका टोलीहरू, सशस्त्र प्रहरी बल, नेपाली सेना सबै खटिराख्नु भएको छ। तर निजी अस्पताल भने चुप्प लागेर बस्नु, यस्तो अवस्थामा कुनै सहयोग गर्न नआउनु, पानी समेत बाँड्न नआउनु र यसरी लास यहाँ यसरी चाहिँ अवस्था यस्तो छ कि जहाँ पनि लास छरप्रष्ट छ, राख्ने ठाउँ छैन। यो अवस्थामा चाहिँ कुनै पनि अस्पतालले सहयोग नगर्नु दुःखद छ र यस्ता निजी अस्पतालहरूलाई चाहिँ हामीले पटक पटक सहयोग गरिरहेका हुन्छौँ, कतिवटा ठाउँमा सहयोग गरिरहेका हुन्छौँ, सरकारको तर्फबाट पनि सहयोग गरिरहेका हुन्छौँ। र यस्तो विपदको अवस्थामा यिनीहरू किन कहाँ लुकेर बसेका छन्, किन आएका छैनन्। यसले भोलिको दिनमा हैजा फैल्यो भने को जिम्मेवारी हुन्छ। यति धेरै यहाँ चाहिँ थुप्रिएको छ मानव सबहरू। कृपया यस्तो कुरामा चाहिँ निजी अस्पताललाई पनि हामी बिन्ती गर्छौँ। गाह्रो अवस्थामा छ चितवन, सहयोग गरिदिनुहोस्, लुकेर नबस्नुहोस्। धन्यवाद।